हेलो गाइस दर्शन नमस्ते। फेरि एउटा नयाँ ब्लगको साथमा तपाईहरु सामु उपस्थित भएको छु। हेरेर सपोर्ट गर्नु होला। कस्तो लाग्छ खाडीवाला ब्लग लिएर तपाईहरु सामु बेला बेलामा आइरहनु गर्छु। यो ब्लग कस्तो राम्रो लाग्छ भने यसो हेरेर लाइक कमेन्ट शेयर गरिदिनु होला है त। यो बोलिरहेको मान्छे तपाईले चलाइरहेको फोनमा म यो ट्याक्क आइहाल्यो भने फेरि यसो एकलाई टक्क दिनु होला भन्न चाहन्छु। खाडीवाला साउदी अरब खाडी भिसा देखे म बिसा है त साथीहरु। यो म जाने बाटो यस्तो छ। उतादेखि गाडीहरु आइरहेछ। यहाँ चाहिँ बिहानको अहिले 5 बज्यो। 5 बजेतिर रुममा जाँदैछु। अब रुममा गएर खानासाना खाने हो साथीहरु। नुहाइधुवाइ गरेर खानासाना खाने सुत्ने हो। फेरि 2-3 बजेसम्म फेरि उठ्यो नुहाइधुवाइ गर्यो फेरि आयो ड्युटी। 5 to 5 छ ड्युटी। फाइनली गाइस म चाहिँ अब रुममा पुग्नलाई पुगेँ है। अब रुममा जानलाई धेरै छैन। अब यहाँ आइसक्यो। यही नजिकै छ रुम। वहाँदेखि निस्केको 5-10 मिनट मात्र आइन्छ। त्यति टाढा त छैन। हिँड्दै हिँड्दै जाने हिँड्दै आउने हो। अब आइहाल्यो रुम पनि म अब जान्छु रुमतिर। अब यो होटलको छेउमा आइसक्यो म। आज चाहिँ मैले पहिला काम गरेको होटल देखाउँछु। म पहिला त्यही यसमा खाप्सामा काम गर्थ्यो। खाप्सा भनेपछि यो राइसुरी भन्छ त्यसमा काम गर्थ्यो। र त्यहाँदेखि छोडिदिएर फेरि अर्को ब्रुसमा गएको छु। ब्रुसमा काम गर्नलाई त्यहाँ पनि पैसा नदिएर छोडिदिएको हुन्छ। अब यता अर्को ठाउँ गएको छु। हेरौँ पैसा दिन्छ दिँदैन। त्यहाँ पनि त्यस्तै हो भने आउँछ अरे नेपाल किने हो भनेको हो। यस्तो छ बिजो खै साथीहरु। खाडीको जिन्दगी यार त्यही गरी खाडीवाला अनि त बेकार छ त। ल अनि साथीहरु डोना अधेरो छ देख्छ हुन्छ होला। अलुत्ता छ यो हेर्नुहोस् खाप्सा। यो लेख्न त अरबीमा लेखेछ थाहा हुँदैन साथीहरु। यस्तो त यहाँ काम गर्थेँ मैले पहिला। यसमा काम गर्थेँ पहिला मैले। यसमा काम गर्थ्यो। त्यहाँदेखि छोडेर अहिले चाहिँ अर्को दोकानमा गएको छु है त गाइस। ओके बाई। फेरि नयाँ ब्लग लिएर तपाईहरुसँग उपस्थित हुन्छु।